धरान छ पानबारी खानेपानीको अवस्था यस्तो छ हेर्नुस्। यो चाहिँ लाउरे चोकबाट मैले खिचिराखेको छु। यो दृश्यमा जे देखिरहनु भएको छ यो एउटा प्रतिनिधि पात्र मात्र हो। नेपालको कानुन र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार घरको धारामा आउने पानी मानव उपयोगका लागि सुरक्षित हुनुपर्छ। यसको अर्थ पानीमा रोग सार्ने जीवाणु नहुने, अत्याधिक धमिलो नहुने र आवश्यक परे प्रशोधन तथा कीटाणुनाशक गरिएको हुनुपर्छ। मुख्य मापदण्डहरू यस प्रकार रहेका छन्। 1 नम्बरमा इकोली मलजन्य जीवाणु 10 ml पानीमा 0 हुनुपर्छ। दोस्रो नम्बरमा टोटल कोलिफर्म सामान्यता नहुनुपर्ने। तेस्रो नम्बरमा धमिलोपन तोकिएको सीमाभित्र हुनुपर्ने। चौथो नम्बरमा pH 6.5 देखि 8.5 को बिचमा हुनुपर्छ। क्लोरिन पर प्रयोग गरिएको प्रणालीमा रेसिडुअल क्लोरिन पनि निश्चित दायराभित्र हुनुपर्छ, जसले पानीमा जीवाणु नियन्त्रण भएको देखाउँछ। तर कानुनले हरेक घरमा आरओ वा विशेष फिल्टरबाट छानेर मात्र पानी पठाउनु पर्छ भनेर भनेको छैन। पानी आपूर्तिकर्ताले उपभोक्ताको धारासम्म पुग्दा पानी राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्ने बनाउनु पर्ने हुन्छ, चाहे त्यो फिल्ट्रेसन, सेडिमेन्टेसन, क्लोरिनेसन वा अन्य प्रशोधन प्रक्रियाबाट होस्।